हिँड्दैछौँ गाइज। बाटो यस्तो छ, सुरज भाइ यहाँ बस्दा छ। हेर्नु हामी यस्तो राति हिँड्दा छ है। माक्लो 12 जनालाई हिँड्नु पर्दो रहेछ 1 घन्टा। छैन केही पनि बाटोमा, सुरज भाइ मात्रै देखिरहेको छ, अरू केही पनि देखाएको छैन। फाइनल्ली हामी यहाँ माथिपट्टि आइपुग्यौँ होइन, माक्लो फेदी। यहाँनिर हाम्रो अब यसरी कुरा भइरहेछ, सबैजना बजार खुल्लै छ अहिले पनि। यो चाहिँ हाम्रो बसेको ठाउँ है, हामी यस्तो भित्र बसेको छ, यो रुम। यो चाहिँ हाम्रो सुरुङ मार्ग। हाम्रो सुरज भाइ पनि यतै लुकिरहेको होइन, यहाँ ढलिसक्यो एउटा थकेला आएर होइन। के छ ओइ? साह्रै गाह्रो यार। 1 घन्टा यहीँ बसी यो आएर थला पऱ्यो। हाम्रो डबल बेड बाँकी छ, उहाँ 4-5 घन्टा हिँड्नु बाँकी छ अझै माथि। यो त हाम्रो 1 घन्टाको त हाम्रो ट्रेलर मात्र हो। लास्ट रमाइलो भइरहेछ गाइज होइन। यो ट्रेलर मात्रै, यता हाम्रो सुरुङ मार्ग जस्तै भइरहेको यहाँ होइन। यता पनि मार्ग, उता पनि मार्ग। ल गाइज अब हामी खानासाना खान्छौँ होइन। खाना खाने बेला हल्का सानो भिडियो गर्छौँ है सुरज। ल हस्। अब भात खान्छौँ हामी यहाँ, फुल भेज। आजको दिन भेज। हाम्रो यहाँ सबै चार्जहरू भइरहेछ। यो 100 रुपियाँ त सुरजको हो। 100 होइन 400। ल 400 सुरजको। ल डन। ल है गाइज यस्तो चिसो भइसक्यो अहिले नै। रुममा बस्दा यस्तो चिसो छ। माथि अझ जाने बाइक छ हाम्रो है। यो चाहिँ हाम्रो रुम भइहाल्यो। यो तैखाना जस्तै छ होइन। अब भोलि बिहान त पुरै पानी जम्छ भन्छ। यस्तो छ है। ल यसको भरमा हामी उक्लेर आएको छौँ। ल अब के भन्नु, चिसो आफै गेस गरौँ कति छ भनेर होइन। लगभग माइनस कति छ? वाइल्ड चिसो, वाइल्ड वाइल्ड। ल बाई बाई गाइज, अब खानासाना खान्छौँ, भिडियो गर्छौँ एकछिनमा। 4 नम्बर तल छ। अनि यो आयो तपाईँहरूको यो ठुलो फेदी होटल एन्ड लज। यो माथि 5 नम्बर, हाम्रो 5 नम्बरको थियो। यो होटल चाहिँ तलैबाट आउँदाखेरि तलैबाट त्यो सानो फेदीबाटै कन्ट्याक्ट गरेर आउनु है। माथि फेरि रुम नपाउन पनि सकिन्छ। त्यही भएर अहिले हामी 5 मा छौँ। अझ यहाँभन्दा मास्तिर पनि अरू अरू होटलहरू छ। 16 नम्बरसम्म होटल छ। माथि माथि झन् झन् होटलहरू छ। तर आउनुभन्दा अगाडि तलैबाट चाहिँ तपाईँहरूले नम्बर लिएर आउनु होला है। यो होटल नम्बर 5 चाहिँ हामी बसेको हो। यो चाहिँ हामीले तलबाट बुक गरेर आएको थियौँ। अनि रुम यहाँ माथि। ल अब हामी चाहिँ खाना खाँदैछौँ है गाइज। ल तातो अब यो अहिले खाइहाल्नु पर्छ, फेरि अहिले जमेर चिसो हुन्छ। फेरि चिसो भइसक्यो, अहिले खान सकिँदैन। पानी पनि अब खाइहाल्नु पर्छ। दाल हाल्ने। ल टक्क तातो भात खान्छौँ हामी अब। रमाइलो त एकदम रमाइलो छ है यहाँ। अब खाना हामी टेस्ट गर्दैछौँ यहाँको कतिको छ। मिठो छ दाइ? ल बहिनीले बनायो होला है। मिठो छ। यो लोकल साग, लोकल हो क्या, यतैको साग हो। मिठो रहेछ। ल यो त मेरो फर्स्ट टाइम बेसी भेज खाएको। म भेज चाहिँ खान्न। थ्याङ्क यू। हामी चाहिँ अहिले ठ्याक्क 4 बज्यो। बिचको बाटोमा आयौँ है। यस्तो छ बाटोको हालत। राति राति हिँडिरहेछौँ हामी चाहिँ बिहानको सनराइज हेर्नलाई। यस्तो छ हालत सबैको। चिसो, वाइल्ड चिसो, माइनसमा छ अहिले यहाँ। हिउँदै परेको छैन अहिले। बत्तीको लाइटहरू पनि लगायो माथि होइन। तापले चाहिँ सिटी पारा छ। पायो रहँदैछ, म पनि हिँड्दैछु। हाम्रो दार्जिलिङको दाइहरू छ भेट भएर रमाइलो भएर हिँड्नलाई नि। ल है गाइज, अब यति अझ हिँड्नु बाँकी छ धेरै। हामी फाइनल्ली अँध्यारोमै मन्दिर आइपुग्यौँ। अहिले 5:30 हो। सुरज हेर्छ कस्तो भइरहेछ? एकदम थाकेको छु दाइ, म एकदम विक भएको छु। हामी मेन गेट आइपुग्यो अब अहिले होइन। अब हामी मन्दिर पनि जान्छौँ, सनराइज पनि हेर्छौँ, सबै हेर्छौँ। अनि बल्ल फर्किन्छौँ तलतिर होइन। अहिलेसम्म त्यो अँध्यारै छ, एकदम चिसो पनि छ। अँध्यारो मन्दिर आइपुग्यो। अँध्यारोमै मजाले हिँडियो बस्दै बस्दै। हेर्नुहोस् सबैतिर अँध्यारो, हल्का ग्याङ छ यहाँ। अब हामी मन्दिरतिर लाग्दैछौँ ट्याक्क लाएर। ल अब हामी एकैचोटि सनराइज भएपछि भेट्नेछौँ है गाइज। हामी जाँदैछौँ अब चाहिँ मन्दिरतर्फ। ल गाइज हामी फाइनल्ली मेन मन्दिरको ढोकामा आइपुग्यौँ। यो हाम्रो कलश। अरू उता पहाडी अब घाम लाग्दैछ, बादलहरू देख्दैछौँ हामीले होइन। आएर भाइ यही छ। अब पूजा सुजा हुँदैन।
अब रमाइलो हुन्छ रमाइलो भन्दा नि अब धर्म कर्म गरिन्छ एकदम आनन्द आइरहेको यहाँ बस्दाखेरि आरती सुरु भयो आरती बिहानको आरती ल बिहानको सूर्योदय हुन लागिरहेछ है अहिले बस हावा चल्ला छ पार्टी गएर माता इधर हुनुहुन्छ हाम्रो यहाँ हुनुहुन्छ हाम्रो माता मस्त हावा चल्ला छ सनराइज हुन लागिरहेछ हामी यहाँ आइसकेका छौँ हामी सूर्योदय भएसँगै पूजा गरेर हामी यहाँ निस्किनेछौँ है हाम्रो सनराइज हुँदैछ है सनराइज हुँदैछ तिमीलाई त केही पनि देखाएको छैन अहिले सनराइज हुँदैछ हाम्रो त अहिले पूजा गरेर सिद्धिएको छ होइन अब उज्यालो भइरहेछ हिमाल पनि अगाडि देखिन्छ होइन हाम्रो माता यता हुनुहुन्छ सबैजना यता हुनुहुन्छ म अब यहाँ नरिवल फोड्दैछु आनन्द आइरह सबै कुरा भइरहेछ सनराइज पनि भइरहेछ हामी चाहिँ अहिले अब हिमालको बिचमा छौँ है गाइज हामी पाथिभरा मन्दिरको पूजासुजा सबै गरेर भ्यायौँ सुरज भयो त हामी त हेर्नुहोस् यहाँ कञ्चनजङ्घा हिमाल हेर्नुहोस् हिमाल भ्यू हेर्नुहोस् जाडो लाग्छ दामी 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 हेर्नुहोस् बाँदर माथि सही छ सही 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 वाइल्ड चिसो छ यस्तो हिमाल छ यहाँ हाम्रो त पूजाहरू सबै सिद्धियो होइन अब हामी यहाँबाट निस्किन्छौँ बिचमा अब भ्यूहरू हेर्छौँ होइन अब यही त नि माताभाटामा आयो बिहानै पूजा गर्ने टाइम आइपुग्यो धेरै खुसी लाग्यो कस्तो भइरहेको सुरज एकदम रमाइलो भइरहेछ आज हामीले किनकि हामीले बिहानको आज आरती पनि हेर्न पायौँ यहाँ हाम्रो यहाँको जुन मेन मूल पुजारीसँग हामीले बसेर आरती पनि सँगै गर्न पायौँ त्यसको लागि धेरै धेरै खुसी छौँ र आज लगभग हामी छिटै पनि आइपुगेका थियौँ हामीले सनराइज पनि हेर्न पायौँ तपाईँहरूलाई अब हामी यसो अलिअलि भिडियोहरू बनाएर देखाउँदैछौँ ल गाइज हुन्छ अब हामी यहाँबाट बिस्तारै निस्किन्छौँ किनकि अब तल गएर फेरि हामी इटरी नै फर्किनु पर्ने छ आजै अब हेर्नुहोस् पहाडी पुरै हिमाल छ है अब एक दुईवटा फोटोसोटो खिच्छौँ हामी यहाँनिर त्यसपछि हामी यहाँबाट निस्किन्छौँ ल गाइज सियु ल गाइज हामी अब यहाँ लगभग हामी दर्शन गरिसकेको छौँ अब हामी यहाँबाट एक राउन्ड घुमेर हामी निस्किन्छौँ होला है सायद भिडियोमा नराम्रै क्वालिटी आएको होला तर राम्रै मानेर हेरिदिनु होला सबैजनाले ल तपाईँहरूलाई म यहाँ यसो चिसो चाहिँ चिसो छ अहिले भर्खर यहाँ सनराइज भइरहेको छ सनराइज हुँदा उता हेर्नु त हिमाल पनि टल्किरहेको छ उता पछाडितिर ल टक्क अब रमाइलो छ यतातिर अनि एकदम आउँदा चाहिँ बिहान टक्क सनराइज हेर्ने गरेर आउनु होला है सबैजना घन्टीहरू छ यहाँ हेर्नुहोस् यस्तो टक्क अब यहाँ पछाडिपट्टि टक्क सनराइज है यो सनराइज हुँदैछ ल
ल गाइज अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ होइन यो हिमाल यो हो बलि दिने ठाउँ हाम्रो पाथिभरा मन्दिर यता भयो यहाँनिर पुरै यस्तो छ गाइज है सनराइज हुँदैछ घाम लाग्दैछ हाम्रो यहाँनिर मन्दिर छ सबै हाम्रो यहाँको चरा हेर्नुहोस् चरा भङ्गेरो ल अब हजुरहरू आउनु नसक्ने मान्छेहरूले चाहिँ अब मेरो भिडियो हेरेर दर्शन गर्नु होला होइन मैले सबै राखेको छु हामी उहाँदेखि हिँड्दै आएको ठिक छ कञ्चनजङ्घा हिमाल पूजासुजा सबै गरेर हामी तल झरेछौँ है लास्टै चिसो भइसक्यो लास्टै हेर्नुहोस् फेरि एकचोटि लास्टै हेर्नुहोस् हाम्रो मन्दिर जाने बाटोको हजुर वाइल्ड चिसो भइसक्यो वाइल्ड एकदम चिसो गाइज एकदम चिसो तर यहाँसम्म आइयो एकदम खुसी लागिरहेछ होइन एकदम अब त्यो राइड पनि सम्झिँदै अब फर्किनु पनि त्यही बाटो छ फेरि होइन तर आएर बिहान मर्निङमा हिँडेर मर्निङमा आरती हेर्न चाहिँ लास्ट आनन्द आउँदो रहेछ गाइज है त्यो तपाईँहरू आउनुभयो भने बिहान 1-2 बजीतिर हिँड्नुहोस् एकदम सजिलो हुन्छ हिँड्नुलाई नि चिसो त लास्टै चिसो हो जहाँ पनि तर आनन्द आउँछ है एकदमै देखो ना देखो गाइज देखो ये देखो ल गाइज ल हेर्नुहोस् यहाँ सर र ल यो हाम्रो यो पाथिभरा मन्दिरबाट देखिने यो हिमालको भ्यूहरू है यो चाहिँ ल हेर्नु यस्तो राम्रो रमणीय छ यहाँनिर यो चाहिँ माथि मन्दिर यता माथि साइडमा छ है दिलीप दाई के छ अनि ठिक छ नि सबै रमाइलो छ नि होइन ल सनराइजको टाइममा राम्रो देखिने रहेछ यतातिर ओहो ल लाउनु त यता घुमाइदिनु त एकचोटि मलाई पनि सर घुमाइदिनु त अब हामी यहाँ सुरज पनि खिच्दैछौँ है एकदम चिसो छ यार एकदम धेरै चिसो छ यहाँ हात पनि हेर्नु यहाँ हात अडिन सकिराखेको एकदम त्यस्तो हालतमा पनि बसिरहेछ हामी यो यता हाम्रो कञ्चनजङ्घा हिमाल देखिरहेछ भने टापुहरू देखिरहेछ अब हामी यहाँबाट तल जाँदैछौँ यहाँ हामी धेरै बेर बस्दैनौँ हामी तल गएर खानाहरू खाएर निस्किनुपर्छ ब्रेकफास्ट गर्नु छ हाम्रो अब मन्दिरको काम सकियो अब हामी तलतिर लाग्दैछौँ तपाईँहरूलाई हामी गरिदिँदाखेरि अलिअलि भिडियोहरू देखाउँछौँ है त गाइज ल गाइज हामी यसरी हिँडिरहेछौँ है अब हामी फर्किँदैछौँ बाटो यस्तो थियो बिहान आउँदा अँध्यारो थियो अब अहिले उज्यालो भयो बाटो यस्तै हो
चले ये सांस किस तरह। मेरा कर्म तू ही जाने, क्या बुरा है क्या भला। तेरे रास्ते पे मैं तो आंख मूंद के चला। तेरे नाम से जोड़ने सारा हो गया तमस मेरा। नमो नमो जय शंकरा, भोलेनाथ शंकरा, जय विलोकनाथ जय शिवाय शंकरा।